हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। फाइनल्ली मैले चाहिँ धेरै पछि युट्युबमा चाहिँ भिडियो हालेको छु। धेरै पछि किनभने हाम्रो बिदा पनि हुन्थेन, त्यो भ्याउँदा नि भ्याउँथेन। त्यही भएर चाहिँ मैले भिडियो नि हालेको थिएन। धेरै भइसक्यो है मैले युट्युबमा भिडियो चाहिँ नहालेको, लगभग 2-3 महिना चाहिँ भइसक्यो होला। त्यही भएर चाहिँ मैले आज छुट्टीको दिन आइतबार छुट्टी हुन्छ हाम्रो आइतबार, अनि यसो भिडियो बनाऊँ भनेर चाहिँ निस्केको। वेदर चाहिँ पानी पर्ला जस्तो भयो, त्यही पनि भिडियो बनाउनु पर्यो भनेर चाहिँ निस्केको थिएँ। तर मेरो BMW साइकलको पछाडिको हावा चाहिँ गएछ। हेर्नु, यो चाहिँ मेरो साइकल हो। धेरै भयो थियो मैले साइकल पनि नचलाएको। अगाडिको चाहिँ टायर ठिकै छ, पछाडिको चाहिँ हावै छैन है। हेर्नु, हावै छैन। पम्प पनि मैले भर्खर किनेर ल्याएको, 5000 कोरियन ओन हालेर। तर हावा चाहिँ किन आफै जान्छ है। पञ्चर चाहिँ भएको छैन, तर पनि यहाँबाट चाहिँ फाल्छ हावा। भ्लग बनाउनु निस्क्यौँ भनेको, आज धेरै पछि भ्लग बनाउनु निस्क्यौँ भनेको, तर अब साइकलको हालत यस्तो छ है। हेर्नु, के गर्ने, बनाउन जाम भने टाढा छ, त्यो पनि महँगो पर्छ बनाउन नि। साइकल नचलाएर यो चेन पनि खै पनि लागिसक्यो है, घुम्दैन त्यही पनि। साइकल पनि धेरै भयो थियो मैले साइकल पनि नचलाएको। यहाँ अरूको साइकल पनि छ, अब अरूको साइकल चलाउने कुरो भएन। त्यही भएर आफ्नै साइकल आफैले जुगाड गरेर बनाउँछु कि भनेको, खै बल्ल जस्तो चाहिँ लागेन मलाई। यो पम्पभित्र हुने हो, यसको चाहिँ यो वासर चाहिँ गयो कि भनेर चेन्ज गरेको। तर पनि यो वासर चाहिँ मैले हालेँ, तर हावा चाहिँ यसले आफै फाल्छ। फेरि कसरी फाल्छ के भएर हो, त्यही पनि म फेरि एकचोटि ट्राई गर्छु। भयो भने चाहिँ भ्लग बनाउन जान्छु, नत्र आज नि भ्लग बन्दैन मेरो। ल है गाइस, म एकचोटि ट्राई गर्छु साइकल बन्छ कि। त्यही पनि है गाइस, मैले हावा नि भरिसकेँ है। हावा पनि फुल हुन्छ, हावा पनि भरिन्छ, तर यहाँबाट चाहिँ हावा आफै जान्छ है। यो ढक्कन पनि बिग्रेको रहेछ है, ढक्कन लाउँदा नि हुन्न, यहाँबाट चाहिँ हावा जान्छ है। यो ढक्कन नै बिग्रियो जस्तो लाग्यो। ढक्कन नलाउँदा पनि हावा चाहिँ नजानु पर्ने हो साइकलको चाहिँ, तर यो कसरी के भयो हुँदै हुन्न है गाइस। हावा गइसक्यो है, भर्खर फुल भरेको फेरि गयो। यस्तो पाराले चाहिँ आज भ्लग बनाउन गइन्न। हेर्नु, यहाँ पनि त्यसको ढक्कन चाहिँ छैन, तर हावा चाहिँ गयो होइन। तर यसको चाहिँ फेरि गयो है। भर्खर यसको वासर पनि मैले यस्तो वासरहरू नि फेरेको, तर पनि भएन। अब ल है गाइस, म अब लास्टचोटि चाहिँ ट्राई गर्छु, हुन्छ कि। भयो भने भयो, नत्र भने चाहिँ म पानी पर्ला जस्तो नि बस्छ, रुममा चाहिँ गएर बस्छु। भयो, अब यति छोडिदिन्छु म। ल है गाइस, लास्ट ट्राई गरौँ। भयो भने भयो, नत्र भयो। साइकल बिग्रियो। भएन गाइस, भएन। हावा गइसक्यो, फुल भरेको हावा गइसक्यो। अब यही एकचोटि यो ढक्कन किनेर हाल्नु पर्ला। यो ढक्कन हाल्यो भने चाहिँ हावा जान्न कि। अब आज यस्तै भयो, अब अर्को छुट्टीमा चाहिँ गर्नु पर्ला। साइकल नि बिग्रियो, अब भ्लग बनाउन जान नि पाइन्न। ल गाइस, अब अर्को हप्ता। ल है गाइस, भएन है साइकल, कति गर्दा पनि भएन। यसलाई मैले यत्तिकै राखिदिन्छु। अर्को हप्ता चाहिँ ट्राई गर्नु पर्ला। यसको त्यो ढक्कन चाहिँ, टायरको हावा हाल्ने ढक्कन चाहिँ किन्नु पर्ला, पाउँछ कि। अब भएन है, म रुममै जान्छु। अब अर्को हप्ता चाहिँ म बिदा भयो भने अलिक नजिकै त्यहाँ एउटा डाँडा छ,
त्यतिर गएर चाहिँ म भ्लग बनाउँदैछु रुममा। रुम ढोका खुल्यो। अब म त्यो रुममा जान्छु। अब आज यस्तै भयो, भ्लग बनाउनु निस्केको, साइकल पनि बिग्रियो। रुममा फेरि म चाहिँ तपाईँहरूलाई त्यो रुमबाट देखाउँछु। अर्को हप्ता चाहिँ म त्यो डाँडामा चाहिँ गएर चाहिँ भ्लग बनाउँछु। आज चाहिँ भ्लग बनाउन सकेन। रुम पनि फेरि माथि छ हो हाम्रो। म रुममा गएर चाहिँ देखाउँछु। त्यो डाँडा राम्रो छ। म त्यहाँ चाहिँ गएर भ्लग बनाउनेछु। म रुममा पनि आइसकेँ। यसलाई राखिदिएँ। मैले भनेको डाँडा चाहिँ ऊ त्यहाँ है हो। यो डाँडातिर चाहिँ म गएर चाहिँ भ्लग बनाउने छु। आजको लागि चाहिँ भिडियो यति नै भयो। अब भ्लग बनाउन निस्केको, भ्लग पनि बनेन राम्रो। मेरो साइकल बनाएको मात्रै भयो भ्लग चाहिँ, भिडियो चाहिँ। अब अर्को हप्ताको बिदामा चाहिँ म चाहिँ त्यो डाँडामा चाहिँ गएर भ्लग बनाउने छु। ल गाइज आजको लागि भिडियो यति नै गरौँ। ल गाइज आजको लागि भ्लग भनौँ कि भिडियो भनौँ यति नै भयो। अब बाहिर जान नि पाइएन साइकल बिग्रेर। आजको लागि यति नै गरौँ। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो, भिडियोलाई मन परे भिडियोलाई लाइक, सेयर, कमेन्ट अनि च्यानल सब्सक्राइब चाहिँ गरिदिनु होला। सी यू गाइज अन नेक्स्ट भ्लग।